आज श्रीमद् भागवत महापुराणको 6औं दिन सरावल 1 बासा बसही नयाँ टोलमा म आइपुगेको छु। यहाँ देख्न सक्नुहुन्छ भोलानाथ मामाको घर चाहिँ हजुरबा हजुरआमाले श्रीमद् भागवत कथा चाहिँ सुन्दै हुनुहुन्छ। यो पटमा श्रीमद् भागवतको कथा चल्छ र यतातिर चाहिँ भक्तजनहरू चाहिँ पुरेर पालो चाहिँ बस्नु भएको छ र यसै गरी हामीले देख्न सक्छौं यता अगाडि चाहिँ भजन कीर्तन चाहिँ चलिरहेको अवस्था। सुन्ने हाम्रो हजुरबा हजुरआमा उहाँहरू नै हुनुहुन्छ सोहराम अनि यता काङ्ग्रेसी। साँच्चै भजन कीर्तन पनि यति रमाइलो हुँदो रहेछ भन्ने कुरो मलाई आज पहिलोपल्ट चाहिँ थाहा भइरहेको अवस्था छ। यस्तो मैले चाहिँ सोचेकै थिएन कि यति रमाइलो हुन्छ। ओहो कति राम्रोसँग चाहिँ यहाँ भजन कीर्तन गाउँदै हुनुहुन्छ। यता हाम्रो